म एकदमै प्रार्थना गर्दै थिएँ है त, प्रार्थना एकदमै गर्दै थिएँ। अनि म चाहिँ के गर्थेँ भने चर्चमा जान्थेँ, राति 7 बजे ड्युटी सकेर म चर्चमा जान्थेँ, पुरै बत्ती मार्थेँ, गिटार लिँदै पुरै बत्ती मार्थेँ, अन्धकार गिटार मार्थेँ। त्यसपछि एउटा कोड बजाएँ, त्यसपछि वर्शिप गर्थेँ। कसरी नदेखोस् भनेर म चाहिँ अन्धकारमा पुरा गिटार बजाएर वर्शिप गर्थेँ, आराधना गर्थेँ, प्रार्थना गर्थेँ। अनि चाहिँ शान्त भएर नि म पसार परेर बस्थेँ। परमेश्वरले मलाई भन्नुभयो फलाना फलाना व्यक्तिलाई के गरेर प्रार्थना गर। अनि त्यो व्यक्तिको चाहिँ के भएको थियो भने उनीहरूको चाहिँ विवाह गरेको चाहिँ 9 वर्ष 10 वर्ष भएको थियो, तर बच्चा भएको थिएन। अनि मलाई परमेश्वरले भन्नुभयो। त्यसपछि अनि मैले उनीहरूको नम्बर थिएन, मैले फेसबुकमा लेखेँ यो व्यक्तिको लागि परमेश्वर मलाई प्रार्थना गर्नुभएको छ तपाईँको लागि। अनि मसँग नम्बर थिएन। अनि एकजना नरेश दाइ हुनुहुन्छ, नरेश दाइले चाहिँ मलाई अनि राजु भाइ के अरे राजन उहाँको नाम चाहिँ मैले नाम आइहाल्यो, उहाँको नाम चाहिँ राजन हो, पास्टर हुनुहुन्थ्यो उहाँ। अनि राजु भाइ नरेश दाइले मलाई फोन गर्नुभयो। अनि उहाँले राजु भाइ तपाईँको विशेष अरे उहाँ राजु दाइ त अहिले उता त्यो घुम्नतिर जानुभएको छ सेवाकाई गर्नुलाई भन्नुभयो। ए होला त्यसमा नम्बर दिनु न भने नम्बर मैले मागेँ। अनि मैले फोन गरेँ राजन दाइलाई। अब राजन दाइ किन भन्नु पास्टर भए पनि म चाहिँ राजन दाइ किनभने पहिला हाम्रो एउटै चर्च थियो। अनि एउटै चर्च भएकोले गर्दा पछिबाट चाहिँ उहाँहरू चाहिँ अनि आफ्नै मिनिस्ट्री गर्नुभयो। अनि उहाँहरू त्यतिखेर म चाहिँ पहिल्यैदेखि दाइ भने किनभने हामी एउटै चर्चको भएकोले गर्दा उहाँहरू मभन्दा सिनियर हो, म चाहिँ सिम्पल मान्छे, उहाँहरू बाइबल पढेको होइन। अनि त्यसपछि उहाँहरू चाहिँ अनि आफ्नै मिनिस्ट्रीमा लाग्नु भएको आफ्नो। अनि उहाँलाई मैले फोन गरेँ। अनि मैले राजु दाइ मलाई प्रभुले यस्तो भन्नुभयो भनेर मैले भने। अनि उहाँले भन्नुभयो हामी त यो ठाउँमा छौँ, अनि दामसँग चाहिँ घर जाउँ, अनि म तिमीलाई दिदीको नम्बर दिन्छु। अनि उहाँको श्रीमती पनि हामी एउटै सेवा गर्थ्यौँ। म चाहिँ उहाँको श्रीमती पनि दिदी नै भन्थेँ कि सारा दिदी भन्थेँ, राजु दाइ भन्थ्यो। अनि म दिदीको नम्बर दिन्छु, तिमी जाऊ न प्रार्थना गरेर भन्नुभयो। मैले भने परमेश्वरले चाहिँ तपाईँ दुईजनाकै नाम दिनुभएको छ, सो यदि तपाईँ आउनुहुन्छ भने म प्रार्थना गर्छु, नत्र म गर्दिनँ भने। त्यसपछि उहाँ आउनुभयो है, झुम्लादेखि आउनुभयो। त्यसपछि मेरो चाबेल चौक, तपाईँ कजन काट्नु जाँदा चाबेल चौक खास गरेर चाबेल चौकको लेफ्टतिर चाहिँ तपाईँ गोपी कृष्ण हलदेखि तपाईँ चाबेल जाने बेलामा लेफ्ट साइडमा चाहिँ A1 पार्टी प्लेस छ, त्यही मेरो रुम थियो। त्यसैको नजिकै मेरो काम थियो, त्यही रुम थियो। अनि मैले भन्नु भने A1 पार्टी प्लेसमा आउनुहोस्, म त्यहीँ हुन्छु भनेर भने। अनि उहाँ आउनुभयो, अनि लिएर जानुभयो। अनि मैले प्रार्थना गरेँ। त्यसपछि अनि म चाहिँ के गरेँ, त्यसपछि त्यो हुँदै गर्दाखेरि म चाहिँ बाइबल कलेज आएँ। बाइबल कलेज आउँदाखेरि उहाँले चाहिँ मलाई धेरै फोन गर्नुभयो, राजु भाइ हामी चाहिँ बाइबल कलेज पढेको हौँ, खाँचो पर्छ, अभाव पर्छ, हामी तपाईँलाई केही रुपियाँ केही आर्थिकमा तपाईँलाई सहायता गर्छौँ भन्नुभयो। मैले भने होइन दाइ मलाई सहायता गर्नु पर्दैन, मैले यहाँ म्युजिक सिकाएर मेरो महिनाको 5,000 कमाइरहेको छु बाइबल कलेजमा भनेर भने।